Hello साथीहरू, welcome back to my channel है. In our previous video, we talked about what public economics is. अनि त्यो कुरा डिस्कस गर्दाखेरि हामीले के गर्यौँ त? We learned why private companies are happy to build shopping malls, but they wait for the government to build the street lights and they don't want to invest in street lights है त. सो अब हामीले पब्लिक इकोनोमिक्सको दोस्रो कन्सेप्ट द फ्री राइडर प्रब्लम भन्ने कन्सेप्ट पढ्छौँ है त. सो अब हामीले कसरी स्टार्ट गर्छौँ भन्दा, जब कुनै पनि चिज पब्लिक गुड हुन्छ नि, यसको मतलब कुनै पनि सर्भिस अथवा कुनै पनि वस्तु यदि सबैजनाले युज गर्न पाउँछन् भने एउटा पर्सनले त्यो युज गर्यो भने अरू कसैले चाहिँ त्यो गर्न पाउँदैन भन्ने कुरा चाहिँ हुँदैन है. तर प्राइभेट बिजनेसहरूले चाहिँ त्यसबाट प्रफिट चाहिँ बनाउन पाउँदैनन् कि. जस्तो के भयो भन्दा पब्लिक गुडलाई चाहिँ प्राइभेट बिजनेसले आफूले फाइदा कमाउनको लागि चाहिँ युज गर्न पाउँदैनन् भनेर भनेको है. उनीहरूले चाहिँ त्यसरी फाइदा किन बनाउन पाउँदैनन् त भन्ने कुरा चाहिँ मा के भनिन्छ भन्दा फ्री राइडर प्रब्लम हुन्छ भनेर भनिन्छ है. जस्तो इमेजिन गरौँ एउटा नेबरहुड छ, मतलब हाम्रै छिमेक छ अरे होइन. त्यो छिमेकमा चाहिँ हामी सबैजनालाई, अब नेपालमा त लिगल छैन बट स्टिल हामी सबैजनालाई चाहिँ त्यो पटाकाहरू पड्काएर ह्याप्पी न्यू इयरहरू गरेको अथवा ह्याप्पी दसैँ त्यस्तो भनेर बनाएको एकदमै मनपर्छ अरे है हामीलाई. एउटा प्राइभेट कम्पनीले के गर्छ, यो कुरा रियलाइज गरेर के अरे अब दसैँको बेलामा टक्क लाएर ह्याप्पी दसैँ भनिकन राम्रो खालको फायर वर्क्स गराउँछु म त सहरको बिचमा भनेर चाहिँ एउटा बिजनेसले गर्छ अरे है. सो त्यो बेलामा चाहिँ त्यो बिजनेसले के गर्यो त भन्दा 5 लाख रुपियाँ जतिको चाहिँ पटाकाहरू मजाले ह्याप्पी दसैँ विजयादशमीको शुभकामना भनिकन पड्काएछ. अनि त्यो वरिपरि चाहिँ अब बारहरू पनि लगाउनु पऱ्यो. त्यो गर्दाखेरि चाहिँ उसलाई अब त्यो गर्दाखेरि पनि खर्च लाग्यो. जस 5 लाखमा उसले पटाकाहरू बनाउने अनि त्यसपछि पर्खालहरू मतलब बारहरू लगाउने त्यो कुराहरू गर्यो. अनि त्यो हेर्न जानको लागि चाहिँ उसले 100 रुपियाँ टिकट तोक्यो क्या है त्यो बिजनेसले चाहिँ. सो आफूले 5 लाख रुपियाँ खर्च गरेछ अनि एभ्री पर्सनबाट चाहिँ 100 रुपियाँको टिकट टोकेर यहाँ हेर्न आउने भनेर भन्छ होइन. सो त्यो राति जहिले चाहिँ त्यो फायर वर्क्स भइरहेको थियो, पटाकाहरू पड्काउने बेलामा चाहिँ जम्मा 50 जना मान्छेहरूले चाहिँ टिकट किनेछन् होइन त्यहाँभित्र गएर हेर्नको लागि. अनि सो त्योबाट के भयो त, कम्पनीले जम्मा 5,000 रुपियाँ कमायो अनि 1.5 लाख उ गर्यो नि त, गुमायो नि त. किन भन्दाखेरि जो अरू 2,000 जना जति मान्छे थिए अथवा हाम्रै टोलमा भनौँ न, हाम्रो टोल अरू टोलबाट हेर्न आए मान्छे पक्कै. सो उनीहरू आएर के गर्यो भन्दा अब पछाडितिर त्यो बारभन्दा बाहिर त्यहाँ बसे मजाले हेरे आफ्नै छतबाट अथवा बाटोबाटै चाहिँ, बिकज त्यो कुरा त हेर्न पाइन्थ्यो, टिकट तिर्न जरुरी छ भन्ने त छैन. सो अब यहाँनिर के भयो त, त्यो बिजनेसले त कुन उद्देश्यले चाहिँ त्यो पटाकाहरू लगाएको थियो त, मान्छेहरू टिकट किनेर हेर्न आउँछन् भन्ने उद्देश्यले गरेको थियो. तर के भयो, जुन त्यो 2,000 मान्छेहरू थिए तिनीहरू त आफ्नो छतबाट अलिक परबाट टाढैबाट उनीहरूले हेरिदिए. सो के हो त यो फ्री राइडर भनेको, उनीहरू चाहिँ फ्री राइडर भयो क्या यहाँनिर. सो फ्री राइडर भनेको के हो भन्दा त्यस्ता मान्छे जसले चाहिँ एउटा कुनै वस्तु अथवा सेवा प्राप्त गर्छन् के नगरिकन त केही पनि तिर्दै नतिरिकन क्या, आफूले तिर्नुपर्ने पैसा तिर्दै नतिरिकन त्यो वस्तु अथवा सेवा पाउने मान्छेहरू भनेका नै फ्री राइडर हुन्. सो अब मान्छेको नेचरको बारेमा भनौँ है. जस्तो यदि हामीले हाम्रो बाल्कनीबाट फ्रन्ट रो भ्यू हेर्नु छ भनेपछि, बाल्कनीबाटै फ्रन्ट रो भ्यू पाइन्छ भनेपछि हामीले किन त्यहाँ के अरे खेतमा बसेर हेर्नको लागि चाहिँ 100 रुपियाँ तिर्छौँ त होइन, हामीले डेफिनेटली तिर्दैनौँ. सो यहाँबाट हाम्रो लर्निङ के हो त, यदि सबैजनाले लजिकल्ली एक्ट गरिकन फ्रीमा हेर्ने हो त्यो पटाका पड्काएको ह्याप्पी दसैँ लेखेको त्यो सबै नजारा हेर्ने हो भने त
त्यो पटाकावाला बिजनेस त गयो, त्यो त घाटामा गयो। सो अर्को वर्ष कसैले पनि फायरवर्क्स हेर्न पाउँदैन क्या। अनि के भयो, मार्केट ब्रेकडाउन हुन्छ है। अब सरकारले चाहिँ यो कुरालाई कसरी फिक्स गर्छ भनेर भनौँ है, किनकि यो कुरा त जताततै हुन्छ नि त। यदि मैले फ्रीमा केही कुरा पाइरहेको छु भनेपछि म त्यसको लागि पैसा तिर्दिनँ डेफिनेटली है। सो रियल लाइफमा कहाँ हुन्छ त भन्दाखेरि, जस्तो हाम्रो अफिसमा ओभनहरू राखिदिएको हुन्छ, फ्रिजहरू राखिदिएको छ भनेपछि त्यो कुराहरू हामीले सफा गर्न जान्छौँ त। हामी स्टाफ हो यहाँको, होइन हामीले युज मात्रै गर्ने हो भन्छौँ होइन। अनि जस्तो अब सरकारले नै आर्मी पुलिसहरू त सरकारले गरिरहेको हो नि त। हामीले प्राइभेटली चाहिँ के अरे आर्मीलाई पुलिसलाई स्यालेरी दिनु भनेर हामीले आफ्नोबाट तिर्छौँ त, तिर्दैनौँ नि त है। यस्तै गरेर यदि यो कुराहरू होइन जसलाई इच्छा लाग्छ उसले मात्रै गर्दा हुन्छ, उसले मात्रै पे गर्दा हुन्छ भनेर छोडिदियो भने मान्छेले फ्री राइड डेफिनेटली गर्न खोज्छन् अनि त्यो सर्भिस मरेर जान्छ क्या। त्यसले गर्दाखेरि गभर्मेन्टहरू चाहिँ एक्जिस्ट गर्छन्। पब्लिक इकोनोमिक्सले के भन्छ, गभर्मेन्ट किन चाहियो त भन्छ। अनि त्यो क्वेसनको आन्सर दिन्छ कसरी त भन्दा, किनकि कति धेरै कुराहरू फ्री राइड गर्न सकिने हुन्छन् र त्यो फ्री राइड गर्न सक्ने कुराहरूको लागि मान्छेले पे गर्न मान्दैनन् है। त्यसले गर्दाखेरि कोही घाटामा पर्छन्, कोही फाइदामा पर्छन् होइन। तर त्यो कुरा ब्यालेन्स आउट गर्नको लागि, इकोनोमीलाई राम्रोसँग मुभिङ बनाउनको लागि चाहिँ गभर्मेन्टले के गर्छ, त्यो फ्री राइडको प्रब्लमलाई सल्भ गर्नको लागि उसले के गर्छ, गभर्मेन्टले नै पब्लिक गुड्स प्रोभाइड गर्छ र त्यो पब्लिक गुड्स प्रोभाइड गरे बापत के गर्छ त, पब्लिकले तिरेको छौँ भन्ने थाहा नपाउँदो हिसाबले उनीहरूलाई ट्याक्स लगाइकन चाहिँ त्यो कुराहरूलाई चाहिँ फन्डिङ गर्छ है त गभर्मेन्टले। सो गभर्मेन्ट एक्जिस्ट गर्छ। त्यो सरकारको गभर्मेन्टले यदि त्यो फायरवर्क सोलाई टेक ओभर गर्यो भने र एभ्री घरलाई चाहिँ 20 रुपियाँ अथवा 50 रुपियाँ अथवा 100 रुपियाँ नै चाहिँ चार्ज गर्यो भने, अनि सरकारले नै त्यो सो पुटन गर्यो भने के भयो त, सबैले पे गरेछ नि त, कसैले पनि फ्री राइड गर्न सक्दैन र त्यो सो चाहिँ एक्चुअली इट ह्यापन्स नि त होइन। त्यसैले फ्री राइडिङ भनेको यस्तो कुरा हो जुन चाहिँ तिमीले पब्लिक गुड्सलाई यदि प्राइभेट मार्केटमा छोड्न खोज्यौ भने हुने प्रब्लम हो है। तर के हुन्छ त, जब प्राइभेट एक्सनहरूले चाहिँ अनएक्सपेक्टेड प्रब्लमहरू क्रिएट गर्छन् फर अदर पिपल के, जस्तो एउटा कुनै फ्याक्ट्रीले चाहिँ तिम्रो घर नजिकै धुवा छोडिरहेछ होइन भने के हुन्छ त है। सो अबको नेक्स्ट भिडियोमा हामीले के गर्छौँ भन्दा साइड इफेक्ट्सको बारेमा कुरा गर्छौँ, जसलाई एक्सटर्नालिटिज पनि भनिन्छ है। एउटा चाहिँ फ्री राइड प्रब्लम, फ्री राइडर प्रब्लम। अब अर्को हुन्छ एउटा एक्सटर्नालिटिज। अगाडिको चाहिँ फाइदाको कुरा थियो, अर्को चाहिँ बेफाइदाको कुरा है। सो त्यो हामी नेक्स्ट भिडियोमा गर्छौँ।